नियमलाई पालना गर्नुपर्छ। म जहिले पनि धर्ममा विरोधी छु। धर्मराज, तिमी जस्तो धर्मका ज्ञाता हाम्रो बिचमा छन् भने नियममा त्रुटि कसरी हुन सक्छ? हामी त केवल रमाइलोको लागि खेल्दैछौँ। नियमहरूलाई ठिकसँग पालन गर्नुपर्छ। यो खेल धार्मिकता र न्यायको आधारमा खेल्नुपर्छ। हामीलाई यस खेलको थाहा छ। हामीले यस खेलको नियमको पालना अवश्य गर्नेछौँ। कृष्णले धर्मराज युधिष्ठिरलाई प्रोत्साहित गर्दै खेलको नियमको पालना गर्न जोड दिन्छ। खेल सुरु गर्नु सरल र निष्पक्ष हुनुपर्छ। धर्मराज, त्यही ठुलो शर्त राख। यो त सामान्य सम्पत्ति छ। ठुलो शर्त राख ताकि खेलको रोचकता बढोस्। धर्मराज, के तपाईँले हामीलाई कमजोर ठान्नु भएको हो कि कसो? हामीलाई तपाईँले के यस खेलमा ठुलो शर्त राख्न डर माने जस्तो पो लाग्छ त? शकुनी मुस्कुराउँदै पासा भन्छ। युधिष्ठिरले आफ्नो सबै कुराहरू गुमाउँदै जान्छ। उनले थप सम्पत्ति शर्तमा राख्छन्। म मेरो आधा राज्य गाउँमा राख्दछु। मामा, मलाई 9को आवश्यकता छ। भान्जा 9? शकुनी मुस्कुराउँदै पासा फाल्छन्। भीम, अर्जुन, नकुल, सहदेव सबै आक्रोशित हुन्छन्। दुर्योधन, शकुनी र दुशासन खुसीले हाँस्छन्। धर्मराज, यो कस्तो खेल हो? हामीले पर्याप्त गुमाइसक्यौँ। अब यो खेल सहनीय हुने छैन। यसको अन्त्य यही गर। खेल्न झन्झन ठुलो बाजी राख्दै जानु राम्रो होइन। हामीलाई जुवा खेल्न उचित लाग्दैन। भीम, अर्जुन, मैले धर्मको लागि उयो सक्नै पर्छ। शकुनी हाँस्दै युधिष्ठिरलाई उक्साइरहेका हुन्छन्। युधिष्ठिर आफ्नो सम्पूर्ण राज्य शर्तमा राख्छन्। फेरि पासा फालिन्छ र युधिष्ठिर हार्छन्। धर्मराज, तिमीले आफ्नो सम्पूर्ण राज्य गुमाइसक्यौ। के शेष छ? के खेले साथ राख्छौ? म मेरा भाइहरूले दाउमा राख्दछु। अर्जुन, नकुल, सहदेव सबैजना शब्द हुन्छन्। धर्मराज, यो कस्तो खेल हो जहाँ हामी भाइहरूलाई दाउमा लगाइदिएछ? हामी भाइहरूलाई खेलको दाउमा लाग्ने तिमीले अधिकार कहाँबाट प्राप्त गर्छौ? मैले के धर्मको लागि सक्नै पर्छ। युधिष्ठिरले एकपछि अर्को गर्दै सबै भाइहरूलाई दाउमा राख्छन् र क्रम सबैलाई गुमाउँछन्। सबै पाण्डवहरूको अनुहारमा गहिरो पीडा र क्रोध छ। अब सबै पाण्डवहरू हाम्रो नियन्त्रणमा छन्। धर्मराज, अब के बाँकी छ? शकुनी मामा, पाञ्चाली द्रौपदीलाई अब द्रौपदी मात्र बाँकी छिन्। के युधिष्ठिर द्रौपदीलाई दाउमा राख्न तयार छन् त? सारा सभा स्तब्ध हुन्छ। सबैको अनुहारमा त्रास र पीडा हुन्छ। युधिष्ठिर भारी मनले सोच्दैछ। धर्मराज, द्रौपदी कुनै वस्तु होइन। यो निर्णय लिनु अघि राम्ररी सोच। युधिष्ठिर केही क्षण चुप लाग्छन्, तर दबावमा उनी द्रौपदीलाई पनि दाउमा राख्ने निर्णय गर्छ। म द्रौपदीलाई पनि दाउमा राख्दछु। सारा सभा हलचलमा आउँछ। दुर्योधन र शकुनी अत्यधिक खुसी छन्।
दुर्योधन अब चिरहरणको आदेश दिन तयार हुन्छ। दृश्य दरबार द्रौपदी अपमानित भइरहेको छ। कुन्ती र माद्री दर्शकको रूपमा उपस्थित छन्। पात्रहरू कुन्ती, माद्री, द्रौपदी। म यो स्थिति सामना गर्नका लागि कतिसम्म बल राख्न सक्छु? द्रौपदी, यो दुःखद घटना केवल तिम्रो होइन, हामी सबैको चुनौती हो। तिमीले धर्म र आत्मसम्मानको साथ यो अपमान होइन। सार्वजनिक गर। हाँस्दै उठ्छन् र आइज पाञ्चाली, अब तिमी हाम्रो दासी हो। पाण्डवहरूले तिमीलाई जुवामा गवाइसकेको छ। द्रौपदीलाई तान्दै दरबारको बिचमा ल्याइन्छ। द्रौपदी आक्रोशित छिन्, तर उनी दुर्व्यवहारको सामना गरिरहेकी छिन्। के यो सभामा कुनै धर्म र न्यायको स्थान छैन? म पाँच महारानीको पत्नी हुँ। यस्ता दुष्टहरूको दासी कसरी हुन सक्छु? के यही धर्म हो? उनको आवाज शक्तिशाली हुन्छ, तर कोही पनि बोल्दैनन्। पाण्डवहरू शिर झुकाएर चुप्प लागेर बस्छन्। म यो अपमान सहन सक्दिनँ। दुर्योधन र दुशासनको बाटेर म अहिले तिमीलाई न्याय दिलाउँछु। रोक्छन्। धैर्य राख, हामीले धर्मको मार्गबाट निस्कनु हुँदैन। द्रौपदीको पीडा बढ्छ। दुर्योधन हाँस्दै दुशासनतर्फ इसारा गर्छ। दुर्योधन, दुशासन, अब द्रौपदीको चिरहरण गर। दुशासन द्रौपदीको साडी तान्न थाल्छन्। द्रौपदी चिच्याउन थाल्छिन्। सबैजना स्तब्ध छन्। द्रौपदी कृष्णलाई स्मरण गर्दै हातमा माथि उठाएर प्रार्थना गर्छिन्। हे गोविन्द, हे माधव, मेरो रक्षा गर। म तिमीप्रति यही बेला प्रकाशको बिचमा कृष्णको प्रत्यक्ष उपस्थिति महसुस हुन्छ। द्रौपदीको साडी अनन्त रूपमा फैलन थाल्छ। दुशासन थाक्दै झस्किन्छन्। यो साडी किन सक्दैन? यति लामो साडी मैले कहिलेदेखि सबै सभासद र कौरवहरू चकित हुन्छन्। पाण्डवहरूको शिर झुकिएको थियो। अब उनीहरूले द्रौपदीको रक्षालाई देख्दै सम्मानपूर्वक उठाउँछन्। दुशासन, यो अपमानमा भुल्ने छुइनँ। द्रौपदीको चिरहरण गरेको तिम्रो हातमा अवश्य काट्नेछु। सबैमा फैलिन्छ। दुर्योधन र दुशासनले पनि निराश भएर यो शक्तिको सामना गर्न बाध्य हुन्छ। द्रौपदीलाई सुरक्षित र सम्मानित देखाउँदै कृष्ण सबै उपस्थितलाई उपदेश दिन्छ।
यो धर्मको अवहेलना हो। जसले सत्य र धर्मको पालना गर्दैन तिनको पतन निश्चित छ। द्रौपदीले अन्य पाण्डवहरूलाई यो घटना पाण्डवहरूले आफ्नो सबै सम्पत्ति गुमाइसकेका छन्। द्रौपदी अपमानित भएकी छिन्। अब हाम्रो धर्म के हो? दुर्योधन, तिमीले के निर्णय गरेका छौ? हे पिताजी, पाण्डवहरू अब हामीमाथि निर्भर छन्। उनीहरूले आफ्नो सारा सम्पत्ति गुमाइसकेका छन्। त्यसैले उनीहरूको यस राज्यमा कुनै स्थान छैन। दुशासन र दुर्योधन, यो जितता र कपटबाट तिमीले हामीलाई पराजित गर्यौ। तर सम्झ, म भीम हुँ। तिमी र तिम्रो भाइको अन्त्य गर्नेछु म। धैर्य गर, हाम्रो समय फेरि आउँछ। धर्म कहिल्यै हार्दैन। धर्मराज, तिमीले सम्पूर्ण शर्तमा गुमाइसकेका छौ। अब खेलको अन्तिम शर्त चाहन्छौ भने तिमी 12 वर्ष वनवास बस्नुपर्छ र 1 वर्ष अज्ञातवास बस्नुपर्छ। अज्ञातवासमा चिन्यौ भने फेरि 12 वर्ष अज्ञातवासमा बस्नुपर्छ। के तिमीले यो शर्त स्वीकार्छौ? वनवास गर्नुपर्छ भने हामी जान्छौँ। तर याद गर दुर्योधन, यो हाम्रो अस्थायी पराजय हो। समय बदलिनेछ। दुर्योधन र दुशासन, अहिले हामी वचनबद्ध भएर वनवास जाँदैछौँ। तर याद राख, यो घोर अपमान म कहिले भुल्ने छुइनँ। म राज्यमा फिर्ता हुँदाखेरि तिम्रो रक्त पान गर्नेछु र अन्त गर्नेछु तिमीहरूको। द्रौपदी रोइरहेकी छिन्। भीम, अर्जुन, नकुल, सहदेव सबै अनुहारमा गहिरो पीडा छ। पाण्डवहरू, अब तिमीहरू जाऊ, वनमा जाऊ, जहाँ तिमीहरूको स्थान छ। तिमीहरूको यो हस्तिनापुरको राज्यमा केही स्थान छैन। दुर्योधन, आज हामी गइरहेका छौँ। तर याद गर, जब हामी फर्कन्छौँ यो अपमानको हिसाब हुनेछ। सारा सभा मौन छ। पाण्डवहरू द्रौपदीसँगै दरबारबाट बाहिर निस्कने तयारी गर्दैछन्। उता गान्धारीको अनुहारमा गहिरो पीडा र असहायता देखिन्छ। उनी आँसुका साथ कुरा गर्छिन्। हे धृतराष्ट्र, के यो सही हो कि तिमीहरूले धर्म र सम्मानलाई यसरी भेला गर्न सक्छौ? गान्धारी, यो हाम्रो नियति हो। पाण्डवहरूको पराजयको निर्णय हो। नियति र धर्म बीचको भिन्नता बुझ्न आवश्यक छ। मेरो छोराले यस गलत बाटोलाई अप्नायो, तर म यो बक्सिन सक्दिनँ। माता, हामीले आफ्नो जित पाइसकेका छौँ। अब केवल हजुरले स्वीकृत गर्न बाँकी छ। धर्मराज, अब तिमीले वनवास र अज्ञातवास स्वीकार गर्नुपर्छ। तर ध्यान राख, यो केवल तिमीहरूको आन्तरिक बल र धर्मको परीक्षा हो र तिमीहरू यसमा सफल भएर फर्किनेछौ। हामी एक्लै केही पनि गर्न सक्दैनौँ। हामीलाई तिम्रो समर्थन चाहिन्छ। मेरो सहानुभूति सधैँ तिमीहरूसँग हुनेछ। तर ध्यान राख, यो केवल तिमीहरूको परीक्षा हो र यो केवल धर्मको परीक्षा हो। एक दिन तिमीहरू अवश्य जित्नेछौ। गान्धारी दरबारको एक कोठामा फर्कन्छन्। उनी पीडा र दुःखमा रहेको देख्छिन्। पाण्डवहरू वनवासको लागि निस्कँदैछन्। हामी वनवासका लागि जाँदैछौँ। तर जब हामी फर्कन्छौँ तब हस्तिनापुरको भाग्य बदलिनेछ। सारा पाण्डवहरू दरबारबाट बाहिर निस्किन्छन्। द्रौपदी, यो असहनीय छ। तर तिमीले यसलाई धर्मको मार्गमा समेट्नुपर्छ। हामीले यो अपमानलाई धर्म र सत्यको पक्षमा सन्तुलित गर्नुपर्छ। जुवाको शर्त अनुसार पाण्डवहरू 12 वर्षको वनवास र 1 वर्षको अज्ञातवास बिताए। वनवास र अज्ञातवास पूरा गरेपछि पाण्डवहरूले आफ्नो राज्य फिर्ता पाउन दुर्योधनसँग शान्ति वार्ता गर्न प्रयास गरे।
श्रीकृष्णले शान्तिको दूतको रूपमा दुर्योधनलाई सम्झाए, तर दुर्योधनले कुनै पनि सम्झौता अस्वीकार गर्यो। अन्ततः युद्ध प्रारम्भ भयो। दृश्य पाण्डवहरूको सङ्घर्ष र युद्धको तयारीमा कुन्ती र माद्रीको संवाद।